नमस्कार सम्पूर्ण दर्शकवृन्द यहाँहरूमा चाहिँ मैले मान्छे एपिसोड 3 मा अहिले चाहिँ हाम्रो अतिथि रोहित गुरुङज्यूलाई निमन्त्रणा गरेको छु। उहाँ चाहिँ युकेमा एकदम वेल नोन फिगर हुनुहुन्छ र उहाँको बारेमा अलिकति नेपालमा उहाँको योगदानको बारेमा म छोटो तपाईहरुमा ल्याउनेछु र युकेमा उहाँले गरिरहनु सोसियल कन्ट्रिब्युसनको बारेमा यहाँ माथि ल्याउँछु र उहाँको जुन दिनाचार्य कसरी देखिन्छ कस्तो समयको त्यो बारेमा यहाँ माथि ल्याउनेछु। नमस्कार। नमस्ते। सन्चै हुन्छ? आज छुट्टी तपाईँ चाहिँ नेपालमा चाहिँ क्यालेमा टिचर गर्नु के विषयमा चाहिँ तपाईँले पढाउनु? म त्यहाँ रेगुलर स्कुलमा 1985 90सम्म 5 वर्ष मैले पढाएँ टिचर्स म त्यहाँ चाहिँ प्राइमेरी सेक्टरको इन्चार्ज पनि साइन्स पढाउँथेँ तर पछि नर्मली म एडमिनमा नै अनि त्यसपछि 5 वर्षको मेरो एक्सपिरियन्स तपाईँ स्पोर्ट टिचर पनि अनि त्यसपछि म्युजिक पनि अलराउन्डर होइन म खालि एसिस्टेन्ट मात्रै हो। म चाहिँ त्यहाँ प्राइमेरीको इन्चार्ज चाहिँ थिएँ म तर एक्टिभिटिजहरू नयाँ स्कुल 85मा बोर्डिङको कन्सेप्टहरू नयाँ आएको थियो। त्यति बेला काम गर्ने जोस पनि एउटा नयाँ आएको थियो। त्यो एक्टिभिटिजहरूमा पार्टिसिपेट गर्थेँ म। लिटल एन्ड जिम्नास्टिक्स डान्समा हरेक कम्पिटिसनमा जहिले पनि स्कुल फर्स्ट आउने इन्टर कम्पिटिसनमा त्यति बेला एकदमै कम थियो प्राइभेट स्कुलहरू र त्यो प्राइभेट स्कुलहरूको प्रतिस्पर्धा हुँदाखेरि चाहिँ राम्रो देखिएको त्यो मैले चाहिँ 5 वर्षहरू गर्न पाएँ त्यहाँ। स्पोर्ट कोर्डिनेट चाहिँ बेनारसमा स्कुलको बेलामा चाहिँ गाइडको स्कुलबाट चाहिँ म हाई स्कुलमा पढ्दाखेरि चाहिँ म किनभने त्यो स्पोर्ट्स खेल्न सक्दैन तर कोर्डिनेट चाहिँ त्यसलाई त्योभन्दा पहिले चाहिँ तपाईँको एजुकेसन चाहिँ इन्डियामा मेरो सानो बच्चामा मात्रै हो। मेरो चाहिँ प्राइमेरी एजुकेसन मिडल स्कुलको एजुकेसन इन्डिया र नेपालको फरक थियो होला एजुकेसन ठिकै त्यति बेला अवस्था चाहिँ जस्तो थियो नेपाली मैले त्यति बेला पढ्न सक्ने नेपाल आएपछि पढ्न थालेको। बाँकी इङ्ग्लिस म्याथ्स चाहिँ हाम्रो यता आइसकेपछि नेपालमा आइसकेपछि चाहिँ अलिकति राम्रो देखिएको मात्रै हो। साह्रै सानो अवस्थामा चाइल्ड सर मैले यसो हेर्दाखेरि तपाईँ जुन एमबिए सर युनिभर्सिटीमा डिजर्टेसनसम्म चाहिँ गरिरहनु भयो त्यो देख्दाखेरि तपाईँ जुन सक्सेस छ अहिले करियरको बारेमा म आउँछु त्यो गर्दाखेरि एजुकेसन इन्डियाको एजुकेसन धेरै रोल खेलेको जस्तो बाई द वे मेरो केरियर अलिकति पछि फेरि म इन्डियन म्यानेजमेन्टमा मैले काम गर्नु पऱ्यो होइन। नेपाल बसेर पनि म इन्डियन म्यानेजमेन्टमा फार्मास्युटिकल बिजनेस मैले ठुलो कम्पनीहरूको हेर्थेँ। त्यो अनुसार चाहिँ मेरो दर्शनको अलिकति अनुभव त्यहाँ मैले पाएँ। त्यो पनि हो एउटा कम्पनीको नाम चाहिँ ग्लासको स्मिथ लाइन। हजुर मैले काम गर्दा चाहिँ स्मिथ लाइन बिर्सेको थियो। अहिले आएर चाहिँ मैले छोडिसकेपछि 94मा आइसकेपछि ग्लाक्सो स्मिथ लाइन हो। यो चाहिँ वर्ल्डमै नम्बर 1 ग्लाक्सो थियो, नम्बर 2 स्मिथ लाइन थियो। यो दुइटा मर्ज भएर अहिले पनि नम्बर 1 नै रिटेन भइरहेको छ। यसको हेड अफिस चाहिँ लन्डनमै छ। तर मेरो लागि चाहिँ हिस्ट्री हो। मैले छोडेको पनि अब थुप्रै वर्ष भइसक्यो। यसमा चाहिँ तपाईँको एरिया म्यानेजर म त्यहाँ टेरिटोरी म्यानेजर मार्केटिङको मार्केटिङ एब्सोल्युटली मैले सेल्सबाटै केरियर स्टार्ट गरेँ। फार्मास्युटिकल बिजनेसमा कस्तो हुन्छ भने साइन्स ब्याकग्राउन्डको मान्छेहरूलाई चाहिँ ल्याइन्छ अनि त्यसपछि आफ्नो मेडिसिनल प्रडक्ट्सहरू भ्याक्सिन्सहरू भयो यी प्रडक्टहरू चाहिँ प्रमोट गरेर सेल्स हुन्छ। नेपालको हेल्थ सेक्टरमा
त्यो पछि चाहिँ तपाईँ जुन त्यहाँ म्यानेजर गरिरहनु भएको थियो युके आउनुभयो होइन युके आएर चाहिँ अहिले तपाईँ सोसियल सेक्टरमा तपाईँको फोकस मैले देखेको एउटा करियर सोसियलतिर चाहिँ बढी जस्तो देखेको छ होइन एन्ड लिडरसिप ग्रेटर नेपालको इन्स्टिट्युट क्लास प्रेसिडेन्ट ट्रस्टिज भयो होइन अनि फेरि अब जनरल सेक्रेटरी दुईचोटि रिप्रेजेन्ट गर्नुभयो होइन अनि त्यो लगायत सिल्भर कम्युनिटी सेन्टरको चाहिँ पास प्रेसिडेन्ट प्लस अब अहिले चाहिँ मेन ट्रस्टिज एउटा त्यो रोल छ त्यो लगायत तपाईँले एकदम सोसियल उसमा चाहिँ विभिन्न सेक्टरमा तनु समाजदेखि लिएर कम्ती फ्रेन्डसिपको चौध 15 वर्ष नै कोर्डिनेट गर्नुभयो त्यो लगायत अब के अरे यो हाम्रो सिल्भर कम्युनिटी सेन्टरको मुखपत्र निर्देशबारे त्यसको निर्णय गर्नुभयो होइन यो सबै उसमा देख्दाखेरि तपाईँलाई कस्तो लाग्छ सोसियल गर्ने विकिमा कस्तो होइन यो म यहाँ आइसकेपछि खासमा कस्तो देख्यो भने एकदमै हामी विकसित देशमा आएका छौँ र हामीले चाहिँ यही अनुसारको करियर पर्सु गर्नुपर्छ भन्ने लागेरै म सही युनिभर्सिटीमा जोइन पनि गरेँ क्रमबद्ध रूपमा पढ्दै त्यो देखेर म त्यो जोसमा थिएँ तर सँगै फेरि कस्तो भयो भने सोसाइटीको यहाँ त्यति बेलाको अवस्था भनेको चाहिँ पुलिस फोर्सको रिटायर्ड यहाँ बस्नु त्यस्तै गरी यहाँ आउने समाजहरू चाहिँ अब नेपालमा पोलिटिकल क्राइसिसको कारणले गर्दाखेरि आएको असाइनमा देखिएकोहरू चाहिँ यहाँ एकदमै जीवनस्तर अलिकति निम्न देखियो होइन अब हामी चाहिँ यस्तो सानो ठाउँमा आएर बसेको मलाई त त्यो समयले केही पनि थिएन मेरो आफ्नो स्टुडेन्ट केरियरमा आएको मेरो आफ्नो चाहना छ सुषमा र हामी चाहिँ त्यो पथमा थियौँ अनि सडनली मलाई के रियलाइज भयो भने यहाँ चाहिँ अलिकति सोसाइटी अलिकति ब्याकवर्ड भएको हो कि हामीले केही गर्नुपर्छ भनेर मैले समाजहरूमा बस्दाखेरि चाहिँ यो कुरो यसै त नेपालको एउटा अरू हो हामीले समाजमा कसरी हिँड्नुपर्छ भन्ने कुरो अगाडि बढ्दै जाँदाखेरि अनि अरूहरूले पनि मलाई प्रश्रय दिन थाल्यो ल यो गर्ने यसो गर्ने भनिसकेपछि अनि हामीले ग्रेटर वेस्टमा नेपाली कम्युनिटीको कन्सेप्ट आयो त्यसको कन्स्टिट्युसन लेख्नुपर्ने भयो त्यसलाई लियाइज गर्नुको त्यसलाई चाहिँ ऊ गर्नुपर्ने भयो रेजिस्ट्रेसन गर्नुपर्ने भयो अब त्यति बेला हामी सबै अस्थायीमा थियौँ हामी यहाँ खालि भिजा ग्रान्टेडको मात्रै थियौँ मैले सोचेँ अब हामी एउटा कन्स्टिट्युसन बनाइदिनु रेजिस्ट्रेसन गर्नु एउटा अम्ब्रेला खडा हुन्छ भनियो अनि त्यो क्रममा गर्दै जाँदाखेरि चाहिँ साथसाथै तौलिङको पनि आयो तौलिङमा पनि अब सबै राम्रो थियो तौलिङको एकदमै इन्करेजिङ सोसाइटीलाई चाहिँ अगाडि बढाउनुपर्छ भन्ने कुरो सबै हामी ग्रेटर वेस्टको नेपाली कम्युनिटीमा त्यसपछि आज तौलिङमा यो खालको इन्करेजिङ फिलहरू छ यहाँ जति उहाँले इन्करेज गर्नुभएको आधारबाटै हामी अगाडि बढ्दै गएको अनि त्यसपछि फेरि यतातिर अब कल्चरल चाहिँ बढाउनुपर्छ कल्चरल सेक्टरहरू बढाउनुपर्छ भन्दाखेरि घुममा अलरेडी इस्टाब्लिस थियो मन्दिरको कुराहरूमा पनि इस्टाब्लिस भएर चाहिँ अगाडि बढ्नु भन्ने कुरामा चाहिँ अब हामी त्यति बेला यहाँ निकै कमहरू नै थियौँ होइन हामी सहभागिता हुँदा हुँदै आएको कुराहरू हो यो सबै यही गर्छु भनेर अगाडि बढ्यो होइन तर सबै सँगसँगै एउटा लियाइज गरेर सबैसँग हामी कोअर्डिनेट गर्दै जाँदाखेरि चाहिँ यो अवस्था आएको र मैले कहिले प्रेस एडिटोरियलमा बसेर काम गर्ने कहिले कन्स्टिट्युसनको काम गर्ने कहिले चाहिँ अब फिजिकल भनौँ न भौतिक आधारभूतहरू होइन त्यो चाहिँ फिजिकल स्ट्रक्चरहरूको लागि के गर्नुपर्छ भन्ने कुराको कन्ट्रिब्युसन दिनलाई हामी सबैले लियाइज गरेर गरिरहेको हो त्यसमा विभिन्न अब ओभरसँग यहाँको गण्यमान्य व्यक्तिहरूसँग हामी बसेर निकै काम सबैको अन्तराल अहिले कोही कहाँ छ कोही कहाँ छ तपाईँहरू हामीहरू चाहिँ सबै एउटै ठाउँमा छ अब तपाईँलाई सोसियल वर्कको बारेमा अझै सोध्दै गरेर लामो हुँदै जान्छ अहिले कुनै समय फेरि सोसियल वर्कको मात्रै फोकस गरौँला होइन म अलिकति छोटो भन्दाखेरि उहाँकै निडमा अध्यक्ष हुँदाखेरि शिव कल्चरल कम्युनिटी सेन्टरले चाहिँ उहाँले सफल भयो एकदम ऐतिहासिक अनि